वेलकम टू माय न्यू व्लॉग। आज हमरा सरस्वती पूजा हो। सरस्वती पूजा हो हामी अहिले पूजा गर्न जान्छौँ। तपाईँलाई पनि देखाउँछु। तपाईँ हेरिदिनु होला लास्टसम्म। गाइज अलि सरस्वती पूजामा हामी गइरहेछौँ। फाइनल गाइज हामीले हर्षर धोइसक्यौँ। सूर्य पनि उदाउन थाल्यो। गाइज देख्नुहुनेछ सनसेट कति राम्रो छ। अहिले हामी सरस्वती पूजा गर्न जाइरहेछौँ भाइ र म। ती सबै सामान समाएर जाइरहेछौँ उता देख्नुहुन्छ। वहाँ पुजेर पनि देखाउँला गाइज। आज हाम्रोमा सरस्वती पूजा हुनाले हामी पूजा गर्न जाइरहेछौँ। किताबको पूजा पनि गर्छौँ। फेरि स्कुलमा सरस्वतीको पूजा पनि गर्ने हो। सरस्वतीको पूजा गर्दाखेरि भेटौँला। बाई गाइज। हामी स्कुलमा पुगिसक्यौँ। अहिले हामी देख्नुहुन्छ हामी स्कुलमा पुगिसक्यौँ। हाम्रो स्कुल यस्तो छ। यता बोलचोल खेल्छौँ। ल केटाहरू पनि आछन् एउटा दुईटा। मन्दिरमा हामी पनि आछौँ। अहिले हामी देखाउँछौँ सबैलाई। तपाईँले देख्नुहुन्छ केटाहरू आएका रहेछन्। कमेन्ट गर्नु होला। को त छन् गाइज भित्र। गाइज देख्नु हुने हुन्छ। पूजा गरिरहेछन् भाइहरूले। वेलकम टु न्यू ब्लग। इस ब्लगमा आइकन स्वागत होला। यो भिडियोमा हैन लाइक नगर्नु होला। अनि म्युजिक भेज्नु होला। भिडियोलाई कहिले गाइज अब हामी जुत्ता सुत्ता खोल्छौँ फेरि देखाउँला। र भाइ यस्तो देखिया छ हेर्नुहोस्। ह्यान्डसम देखेर आछ आज त गाइज। गाइज जुत्ता सुत्ता खोलिसक्यौँ। ल ओके ल गाइज हामी ग्रुप सुप बाल्छौँ। फेरि घुम्छौँ त्यता। कस्तो बोल्यो यार। अनि गाइज अहिले हामी दुबई जान्छौँ। यो खुसीको व्यक्त असै गलम हैन। हजुरको त्यता पनि होला यस्तो हैन। आज त नेपाल भरियो त्यस्तो। यो भाइले दुबई टेक्न आएर पनि काम त्यस्तो। पनि देखाउनु बहुत आउँछ। बोलुमा पैसा जुनेर कुरा कस्तो थाहा छ ल। अरे म बुझाउ गर्दै मैले ओ मलाई नि मलाई आदु म दुरा पुरा यो चाहिँ अहिले गाइस अनि दुध चाहिँ राखिन्छ हैन कुना कुनामा भित्र पनि चाहिन्छ। उयो थम्मेल बनाउन के परेछ हामीलाई। थम्मेल बनाउन मन धिरो पठाइन्छ त्यसले। यो थम्मेल बनाएको थम्मेल लगाउनु पर्छ। थम्मेल हुँदैन। अरु चाहिँ होला म मेरो भिडियोमा थम्मेल हाल्यो। कुन देखिने यो भिडियो क्या पुग्छ। मतलब यो गाइस अब अहिले चाहिँ थाल्यो। उनी खतरा लाग्यो गोला। के बोल्ले। ल यहाँ चाहिँ भित्र जानुपर्छ हैन। यति सानो छ पनि। यो चाहिँ पूजा गर्नुपर्छ। भाइले बनाएको भाइ बेगा भाइ। यो ठाउँमा हैन पूर्वजहरूले यस्तो मन्दिर बनाएको थियो। नारा सन्दिदा यता चाहिँ पूर्वजहरूले यस्तो मन्दिर बनाएको थियो। भित्र ठाउँ नै छैन। तू का दिख रही है? क्या बोल रही है? तू कौन है? पाँच बार एक बार टिका लगाउँछु गाइस। देख्नुहुन्छ मन्दिर। अब यो भाइले मलाई भाइ निकोला जो कानुन और सब हाल्नु भाइ। खुट्टा ठन्ने बेल लडी के गाइस म इसको भाइ रिट्न टोपो पकड। मैंने तो अभी नेपाल बोल्नु बिर्सन्छु। मैले पहिले पूजा गरिसके।
अब अरू पनि आछन्। अहिले घाम पनि परिसक्यो गाइज, दाइ पनि आइसक्यो। खै त टिक्का टालो भन्ने चिज त छैन तेरो साथमा। उता पनि रिट्न आँटे। मान्छेहरू घुम्नु आँटे। नेपाल बोले आफ केन गाउँले बोले ल हुनेले नेपाल बोले आउन लागि गाइज यहाँ घुम्न आँटेका छन्। यति बेला हामी छौँ बिहानतिर हाम्रो सरस्वती वन्दनामा। आज सरस्वती वन्दना होइन, सबैको होइन रक्षा गरून् होइन गाइज। यो पूजाआजा गर्न लाग्छन् होइन सबै होइन, दिदी बहिनी फुपूहरू सबै। एकछिनमा बगाउने गर्छ भाइहरू। भाइ अनि सबैको सरस्वती वन्दनाले सबैको रक्षा गरून्। राम्रो राम्रो होइन विद्या होइन। उता पनि एउटा केटो आइरहेछ गाइज। अब म तिमीलाई पुरै देखाउँछु ल। ल पुरो स्कुल, यो पनि स्कुल हो आजकल। यताबाट राखेको छ अहिले। भाइ कुछ बोल्न चाहता है क्या? हेलो बोल। हेलो गाइस, गरिदिनु होला गाइज। हेर्नुहुन्छ यसपालि पनि रिङसिडी चाहिँ फिल्डमा हुन्छ। यसपालि हजुरलाई पनि देखाउने स्कुलवाला जस्तो छ, देख्नुहुन्छ गाइज। यस्तो भ्यू छ यहाँ। अहिले राम्रो भ्यू छ नि त। यो फिल्ड कम मस्त देखिया छ गाइज, हेर्नुहुन्छ गाइज। त्यहाँ पूजापाठ गरिरहेछन्। गाइज फेरि भेटौँ। गाइज फोटा हानिरहेको छन्। अहिले त धेरै मान्छे आइसके। गाइज फाइनली धेरै मान्छे आइसके यता गाइज, देख्नुहुन्छ धेरै मान्छे आइसक्यो अहिले। अझ आइरहेछन्। देख्नुहुन्छ